नमस्कार। भ्रष्टाचार यो शब्द सुन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? तर कानूनको किताबमा यसको अर्थ के होला त? आज हामी यही कुरा खोतल्नेछौँ। नेपालको भ्रष्टाचार निवारण ऐन 2059लाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। यो कानूनले खासमा के भन्छ? को पर्छ यसको दायरामा? अनि कारवाही चाहिँ के हुन्छ? आउनुहोस् सुरु गरौँ। कुनै पनि कानूनको आत्मा भनेको त्यसको प्रस्तावना हो। यो ऐनको पनि मुटुमै के लेखिएको छ भने सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितको निमित्त। वाह, कति शक्तिशाली कुरा आएन त? यसको मतलब के हो भने यो कानूनको उद्देश्य कसैलाई डण्डा लगाउनु मात्रै होइन। यसको मुख्य लक्ष्य त समाजमा आर्थिक अनुशासन र नैतिकता कायम राखेर आम मानिसको भलो गर्नु हो। ल, आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? सरसर्ती हेरिहालौँ। भ्रष्टाचार भनेको के हो? राष्ट्रसेवक को हुन्? कुन कामलाई भ्रष्टाचार मानिन्छ? रिश्वत लिए दिए के सजाय हुन्छ? अनि अन्त्यमा यो कानून लागू चाहिँ कसरी हुन्छ? यी सबै प्रश्नको उत्तर खोज्नेछौँ। अब सुरु गरौँ पहिलो खण्डबाट। सिधै कसुर र सजायमा जानुभन्दा पहिले यो ऐनले प्रयोग गर्ने केही मुख्य शब्दहरूको अर्थ बुझ्नु एकदमै जरुरी छ। किनभने कानूनको असली शक्ति त त्यसले गर्ने परिभाषामा नै लुकेको हुन्छ, होइन र? अब कानूनले भ्रष्टाचारलाई कसरी चिन्छ त? एकदमै सोझो हिसाबले उसले भन्छ भ्रष्टाचार भनेको अरू केही होइन, यही ऐनको परिच्छेद 2मा लेखिएका कामहरू हुन्। भनेपछि कानूनले एउटा लिस्ट नै बनाएको छ, यी काम गर्नु गैर कानूनी हो भनेर। हो, त्यही लिस्टभित्र पर्ने जुनसुकै काम नै भ्रष्टाचार हो। कति सिधा। अनि रिश्वत नि? हामीले बोलीचालीमा घुस भन्छौँ नि, हो त्यही। तर कानूनले यसलाई पैसामा मात्रै सीमित राखेको छैन है। यसको परिभाषा एकदमै फराकिलो छ। नगद मात्र होइन, कुनै सामान, कुनै सुविधा वा अरू कुनै पनि किसिमको फाइदा सबैलाई रिश्वत मानिन्छ। मतलब जुनसुकै रूपमा लिएको अनुचित फाइदा पनि कानूनको आँखाबाट उम्किन पाउँदैन। ल, परिभाषा त बुझ्यो, तर अब अर्को ठूलो प्रश्न, यो कानून लागू चाहिँ को माथि हुन्छ? हामीले सोचेको भन्दा यसको दायरा धेरै नै ठूलो छ, म भनिहाल्छु। त्यसो भए राष्ट्रसेवक भनेको को हो त? सरकारी जागिरी मात्रै कि अरू कोही पनि पर्छन्? आउनुहोस् हेरौँ। हो, यहाँनिर कुरा रोचक छ। राष्ट्रसेवक भनेको सरकारी अफिसमा काम गर्ने स्थायी कर्मचारी मात्रै होइनन्। हेर्नुस् त, चुनाव जितेका वा नियुक्त भएका पदाधिकारी, सरकारी पैसाबाट तलब खाने जो कोही, चाहे त्यो स्थायी होस् वा अस्थायी, सबै पर्छन्। अझै सकिएको छैन, विवाद मिलाउन खटिएका व्यक्ति, सरकारले हायर गरेका कन्सल्टेन्ट, सार्वजनिक संस्थानका कर्मचारी अनि हामीले खासै ध्यान नदिने विकास आयोजनाको उपभोक्ता समितिका सदस्यहरू पनि। भनेपछि सार्वजनिक पद र पैसासँग जोडिएका लगभग सबैजना यो कानूनको दायराभित्र छन्। ल, को यो कानूनको दायरामा पर्छन् भन्ने त थाहा भयो। अब लागौँ सबैभन्दा मुख्य कुरातिर। आखिर कस्ता कामलाई चाहिँ भ्रष्टाचार मानिन्छ त? यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा याद राख्नुपर्छ। यो कानूनले रिश्वत लिनेलाई मात्र समात्दैन, रिश्वत दिनेलाई पनि उही दर्जाको अपराधी मान्छ। भनेपछि यो दुईतर्फी बाटो हो। लिने र दिने दुवैजना सजायको भागीदार हुन्छन्। अब ऐनमा त धेरै किसिमका कसुरहरू छन्। त्यसलाई सजिलोसँग बुझ्नलाई हामी दुईटा ठूलो बाकसमा राख्न सक्छौं। पहिलो बाक्सो गैर कानूनी लाभको। यसमा के पर्यो? रिश्वत, उपहार, कमिसन लिनु जस्ता कुराहरू। अनि दोस्रो बाक्सो अधिकारको दुरुपयोगको। यसमा चाहिँ आफ्नो पदको फाइदा उठाएर राज्यलाई घाटा पुर्याउने, नक्कली कागज बनाउने जस्ता कामहरू पर्छन्। अधिकारको दुरुपयोग, जसलाई कानूनले बदनियत भन्छ, यो अलि गहिरो कुरा छ। कस्तो काम हो त यो? उदाहरणबाट बुझौँ है। मानौ कुनै प्रोजेक्टको लागत जानाजानी बढाइयो, वा बाटो बनाउँदा कमसल सामान प्रयोग गरियो, नक्कली बिल बनाएर भुक्तानी लियो, वा कसैलाई फाइदा दिन ठेकापट्टाको नियम नै तलमाथि गरियो। हो, यस्ता सबै कामहरू अधिकारको दुरुपयोग हुन् र भ्रष्टाचार हुन्। कानूनको अर्को एउटा एकदमै कडा व्यवस्था छ, गैर कानूनी सम्पत्ति आर्जन। यसले के भन्छ भने यदि कुनै राष्ट्रसेवकको रहनसहन उसको कमाईभन्दा निकै माथिको देखियो, अथवा उसले बुझाएको सम्पत्ति विवरणसँग उसको जायजेथा मिलेन भने उसमाथि प्रश्न उठ्छ, यो सम्पत्ति कहाँबाट आयो, स्रोत देखाऊ भनेर। अनि यदि उसले वैध स्रोत देखाउन सकेन भने त्यो सम्पत्ति भ्रष्टाचार गरेर कमाएको ठहरिन्छ।
र यहाँ सबैभन्दा ठूलो कुरा के हो भने मैले यो सम्पत्ति सही तरिकाले कमाएको हुँ भनेर प्रमाणित गर्ने जिम्मा अरू कसैको होइन, स्वयं त्यही राष्ट्रसेवकको हुन्छ। ल, कसुरहरू त थाहा भयो। अब कुरा गरौँ परिणामको, मतलब सजायको। कानूनले हरेक अपराधको लागि एउटै सजाय तोकेको छैन। अपराधको प्रकृति र मात्रा हेरेर सजाय फरक फरक हुन्छ। रिश्वतको केसलाई हेरेर यो कुरा अझै प्रष्टसँग बुझौँ। रिश्वतको हकमा कानूनको हिसाब किताब एकदमै सिधा छ। जति ठूलो रकम त्यति नै कडा सजाय। हेर्नुस् त, 50,000 सम्मको घुसमा 6 महिनासम्म कैद छ। तर रकम बढ्दै जाँदा सजाय पनि बढ्दै जान्छ। 1 करोडभन्दा माथि पुग्दा त 8 देखि 14 वर्षसम्म जेल हुन सक्छ। अनि जेल मात्रै गएर पुग्दैन नि, जति रकम घुस लिएको हो त्यति नै जरिवाना पनि तिर्नुपर्छ। यसलाई बिगो भनिन्छ। अझ एउटा कुरा, यदि भ्रष्टाचार गर्ने व्यक्ति कुनै ठूलो पदको हो भने, जस्तै संवैधानिक निकायको प्रमुख वा सरकारको विशिष्ट श्रेणीको कर्मचारी, भने उसको लागि सजाय अझै कडा छ। उसलाई सामान्य सजाय त हुन्छ नै, त्यसमाथि थप 3 वर्षसम्म जेल सजाय थपिन सक्छ। पद जति ठूलो, जिम्मेवारी र सजाय पनि त्यति नै ठूलो। कानून त एकदमै कडा रहेछ, तर कागजमा भएको कानून लागू चाहिँ कसरी हुन्छ त? यसको प्रक्रिया कस्तो छ? छोटोमा हेरौँ है त। सबैभन्दा पहिले त कतैबाट सूचना वा उजुरी आउनु पर्यो। त्यसपछि अनुसन्धान गर्ने अधिकारीले काम सुरु गर्छ। अनुसन्धानको क्रममा उसलाई धेरै अधिकार दिएको छ, जस्तै शङ्का लागेको व्यक्तिलाई बोलाएर सोधपुछ गर्ने, आवश्यक कागजपत्रहरू आफ्नो नियन्त्रणमा लिने अनि खानतलासी पनि गर्न सक्ने। यति मात्र होइन, यदि अनुसन्धानको लागि जरुरी देखियो भने अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न पनि पाइन्छ। यो कानूनको अर्को एउटा धारिलो दाँत पनि छ। त्यो के हो भने, यदि कसैले अनुसन्धानमा बाधा पुर्यायो वा सहयोग गरेन भने त्यस्तो व्यक्तिलाई पनि कारबाही हुन्छ। जरिवाना तिराउनेदेखि लिएर थुनामा राख्नेसम्मको अधिकार अनुसन्धान अधिकारीलाई दिएको छ। यसले गर्दा अनुसन्धानलाई बीचमै भाड्न निकै गाह्रो हुन्छ। भनेपछि हामीले सुरुमा जहाँबाट कुरा उठाएका थियौं, फेरि त्यही आइपुग्यौं। यो ऐनको काम भ्रष्टाचारीलाई जेल हाल्नु मात्रै होइन, यसको ठूलो उद्देश्य त समाजमा आर्थिक अनुशासन, नैतिकता र राम्रो आचरण स्थापित गर्नु हो। यो एउटा असल समाज बनाउने औजार हो। आज हामीले भ्रष्टाचार निवारण ऐनका केही महत्त्वपूर्ण पाटाहरूलाई केलायौं। कानूनमा त धेरै कडा व्यवस्थाहरू रहेछन्, तर अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के कागजमा यति बलियो कानून हुनुले मात्रै हाम्रो समाजबाट भ्रष्टाचारलाई जरेदेखि उखेल्न सक्छ त? यही प्रश्नमाथि विचार गर्न छोड्दै आजलाई यति नै। धन्यवाद।